रातको 9 बजेको हुन्छ। श्रीमान अफिसबाट काम गरेर घर फर्किन्छ। घरमा आएर श्रीमतीलाई आग्रह गर्छ ढोका खोल्नका लागि र श्रीमतीले ढोका पनि खोल्छिन्। घरभित्र पस्न साथ उसले सास फेर्ने मौका समेत पाएको हुँदैन। श्रीमतीले चिच्चाउँदै बोल्छिन्, अब आयो सधैँ जस्तो ढिला, म त हैरान भइसके तिमीलाई झेलेर। श्रीमतीले झगडा गर्न सुरु गर्छिन् किनकि उनलाई उनको श्रीमानले समय दिन सकिरहेका हुँदैनन्। यसको कारण थियो उनी आफ्नो श्रीमती र बालबच्चाका लागि दिनरात नभनी मेहनत गरेको हुन्थे र घरमा समय दिन सकिरहेको थिएनन्। श्रीमतीलाई यो कुरा पटक्कै मन परेको थिएन। श्रीमानको आँखामा थकान र अनुहारमा भोकको गहिरो छाया थियो। एकछिनपछि श्रीमानले भन्यो, म दिनभरि काम गरेर थाकेर आएको छु, साह्रै भोक लागेको छ, मैले खाजा पनि खाएको छैन, आज मलाई खाना देऊ न है भन्छ। श्रीमतीले भनिन्, आफै हालेर खाऊ, मलाई निद्रा आएको छ। श्रीमान चुपचाप बसेर श्रीमतीको कुरा सुनिरहे। रातभरि श्रीमानसँग श्रीमती झगडा गरिरहन्छन्। त्यो रात गुनासो र झगडा बीच बित्यो। बिहानमा विनम्र स्वरले श्रीमानले भन्छन्, थोरै खाजा बनाइदेऊ न है, अफिस जान छ, ढिला हुन्छ। तर श्रीमतीले श्रीमानलाई खाजा र खाना दिनुको सट्टा सराप्न सुरु गर्छिन्। हे भगवान, यस्तो श्रीमान हुनुभन्दा त चाँडै मरोस्, यसको अनुहार हेर्न नपरोस्, यसलाई देखेर त म हैरान नै भइसके भनेर श्रीमती फुतफुताउन थाल्छिन्। श्रीमतीको त्यो बोली र व्यवहारले श्रीमानको मनमुटु नै चसक्क चस्किन्छ, भकानो फुटेर आउँछ। मनमा कुरा खेलाउँदै आँखामा आँसु बगाउँदै केही बेरपछि श्रीमान केही नबोली चुपचाप लागेर अफिस निस्किन्छन्। त्यसै दिन साँझको समयमा श्रीमती छोराछोरी स्कुलबाट लिएर घरतर्फ फर्किँदै थिइन्। घरको छेउछाउमा मान्छेको ठूलो भिड देख्छिन्। के को भिड होला आज यहाँ भन्दै नजिकै गएर हेरिन्। त्यहाँ त आफ्नै श्रीमानको लास देखिन्। अचानक त्यो भिडभाडको दृश्य देखेर उनको सास रोकियो। मान्छेहरूको ठूलो भिड र घुइँचो लागेको थियो। मान्छेहरू एक आपसमा काने खुसी गर्दै कुरा गरिरहेका थिए। श्रीमानको लास देख्ने बित्तिकै उनी छाँगाबाट झरे जस्तै भइन्। त्यसपछि रोई कराई चिच्चाउन थालिन्। केही बेर अगाडि गाडीको ठक्करले श्रीमानको मृत्यु भएको रहेछ। श्रीमानलाई अँगालो हाल्दै, बुढो उठ न, म तिमीलाई धेरै माया गर्छु, हजुरले जे भन्नुहुन्छ त्यही मान्छु, म खाना पनि बनाएर दिन्छु, अबदेखि कहिल्यै झगडा पनि गर्दिन, तपाईँ बाहेक यो संसारमा मेरो अरू कोही छैन, हाम्रा यी ससाना नानी बाबुहरू तपाईँ बिना टुहुरा हुन्छन्, उठ न बुढो भन्दै कराउँदै थिइन्। तर श्रीमानले केही छिन अगाडि नै यो धरती संसार छोडिसकेका थिए। श्रीमतीको गाली शराबले उ जिउँदो रहँदा पनि सधैँ मोरे तुल्य हुन्थ्यो। केही दिन, केही हप्ता हुँदै महिनौ बित्दै गयो। श्रीमानको मृत्युपछि उनले धेरै समस्याहरू झेल्नु पर्यो। घरको दुःख, समाजको तिरस्कार, गरिबीले भरेको जिन्दगी, सबैले थिचेकी आफन्तको हेला भएकी थिइन्। गाउँलेहरूले पनि उनलाई नराम्रो नजरले हेर्न थालिसकेका थिए। भएको घर जग्गा जमिन पनि आफन्तहरूले छिन्दिसकेका थिए। त्यसैले हामी भन्छौं, कहिल्यै पछुतो पार्ने व्यवहार कोही कसैलाई नगरौं। जिन्दगी सँगै बिताउनको लागि त श्रीमान र श्रीमती हो। दुःख सुख बाँच्नको निम्ति त श्रीमान र श्रीमतीको पवित्र नाता यसलाई भनिन्छ नि, होइन र? तर मानिस एकचोटि गयो भने अर्कोचोटि फर्केर आउँदैन। जीवनको मूल्य हामी ढिलो भएपछि मात्रै बुझ्छौं। साना साना कुरामा रिस, तर्क, ती क्षणहरू ठूलो देखिन्छन्। तर जब त्यो मान्छे साथमा हुँदैन, त्यही क्षणहरूले गहिरो पश्चातापमा बदलिने गर्छन्। बल्ल उसलाई महसुस हुन्छ कुनै पनि सम्बन्धको सम्मान जीवित हुँदा गर्नु नै बेस हुन्छ।